सुन्नेला छ उठेको बस्ती नै छुटाउन नै मलाई गाह्रो सपना की विपना हो यो मसान घाट झैं भएछ पुरै गाउँ भएछ पुरै गाउँ झुकिएर हो आए कि अर्कै ठाउँ आँगनीमा बनमाराको बन अंकल ढोक्छ है ढोक्छ सन्चै राम्रै हुनुहुन्छ म दिपकको भाइ रमाइलो लाग्यो तपाईँलाई देखेर यहाँ एक्लै डर लागिरहेको थियो हजुर खतम भयो मान्छे जति मधेसमा खाजिए मधेसमा
यो हाम्रो मात्र यही छ खाजिए गाउँरीति हो बारिनी बाजिए घर भत्केर पाती पलायो बाटै छैन हो धारानी भत्केका देखेर यो छाती जलायो आँसु आउला दिन्छ बाटै छैन हो धारानी भत्केका देखेर यो छाती जलायो जमुनाको बुटो मैले लगाएको त्यो चिलाउने मैले लगाएको त्यो खिर्रोको ती पुरानो खिर्रोको बुटो यति चोखो यति मिठो देउला तिमीलाई माया बिर्सने संसारले पुराना प्रेमका कथा यति चोखो यति मिठो देउला तिमीलाई माया बिर्सने संसारले पुराना प्रेमका कथा यति चोखो म विदेश आएदेखि जम्मा गरेको पैसा पठाइदिन्छु है। बरु अलिकति ऋण खोजेर सुइने छानो फेरेर एउटा पक्की घर बनाउन तयारी गर्नु। पैसा कमाउन मन थियो टन्न पैसा कमाउन मन थियो सुखै सुखमा रमाउन मन थियो उमेरले 40 काटिसक्यो कपालले फुल्न आँटिसक्यो न त सुखको पैसो हातमा न त कोही आफन्त साथमा न त सुखको पैसो हातमा न त तिमी नै छौ साथमा नरौ साइले अब क्यारी कमाउला खै जे छ त्यसमै रमाउला है अब क्यारी कमाउला खै जे छ त्यसमै रमाउला है बितेपछि
यू सो मच हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद तपाईँहरूलाई। के छ तिम्रो हाल? ठिक छु। हजुरलाई मलाई साह्रै तिम्रो याद आउँछ साथी। के नम्बरको भएन अहिले। सुन सही सहीले निधारमा नाम्लो बरियो। थ्याङ्क यू भिडियो हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद।